हाई गाइस, आज चाहिँ हामीले कुकुरलाई नुहाइदिन आँटेको है। नुहाइदिनु पर्ने चाहिँ कुचीलाई अनि फुची अनि यहाँ ल्याप्रो। ल गाइस, आज चाहिँ हाम्रो घरमा 3टा कुकुरको न्वारान छ। न्वारान गर्ने मान्छे पण्डित चाहिँ उही हो। यो यिनीहरू चाहिँ नुहाउनु भनेपछि यिनीहरूको मत आउँछ। हामी सबै घुम्नु गएको आज पासाङले लोय गरे उसको भाइहरूलाई छोराहरूलाई हो। यहाँ चाहिँ हाम्रो अर्को म्याडम हो। म्याडमलाई चाहिँ यहाँ काखमा बस्नुपर्छ अरे कि हामी म्याडमलाई मजा आउँदैन अरे नि त नि। म्याडम कहाँ गएको तिमी यसरी काखमा बसेर? मेरो यो के अरे कुकुरले कुचीले यहाँ हेर 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 ऊलाई बाह्र भेट्नु छ। मेरो हात बोल्दैन नि। तिमी सानो छौ, कत्रो ठुलो छौ तिमी? तिमीलाई आमा भन्दा पनि ठुलो छ तिमी। हामी चाहिँ पासाङले गाउँबाट लग्दैछ आज हामीलाई हो। हाम्रो यो कुचीलाई पनि नुहाइदिएको हो कि हामीले, तर यो कहाँ गएर आइछ कि यो सिद्रा के गर्नु छ यो त्यस्तो गनाइरहेछ। यो चाहिँ आमा हो, यसकै छोरी चाहिँ यो हो नि फेरि। त्यसपछि चाहिँ हामी टोर्सो टर्निङको त्यहाँ एकछिन रोकेर पुच्का खाने भयो। अनि यहाँ चाहिँ मेरो फ्यामिली पुच्का खाँदैछ। पुच्का खानु गयो। यो चाहिँ मेरो नानीले पुच्का खाँदैछ। अनि कस्तो छ भनेर सोधेको, दामी छ अरे। त्यसपछि त्यहाँदेखि म पनि खान्छु भनेर चाहिँ त्यहाँदेखि म पनि खानु बसेँ पुच्का। अन्त यो हजुर गाइस पुच्का हाम्रो नानीले चाहिँ चियापत्तीको फुल टिप्दैछ। जसलाई थाहा छ थाहा होला चियापत्तीको फुल कति मिठो हुन्छ भनेर। मिठो हुन्छ नि, मलाई दबाई पनि हो भन्छ। के गरेर खान्छ त्यो पनि थाहा छैन, सुनेको मात्रै खान्छ भनेर। दबाई पनि हो नि। अब त्यो सब्जीको नाम त कतिवटा थाहा छैन। अब चियापत्तीको फुल अब पुच्काहरू खाएर चाहिँ हामी चाहिँ घर फर्किँदैछ। अनि घर फर्किँदा चाहिँ हामीले नानीहरू मजाले बाहिर भ्यूहरू हेरोस् भनेर सनरुफ ओपन गरिदिएको थियो। यसले चाहिँ डल्लै बाटोमा चाहिँ मेरो हात यस्तो सपोर्ट लिएर चाहिँ खिड्कीमा उभिँदैछ कि मेरो हात चाहिँ दुखिसक्यो। ल पुच्यो ओ पुच्यो के भयो काले खुसी छ नानीहरू। विन्टर भ्याकेसन चल्छ। खै पुचीहरू यहाँ कुकुरलाई चाहिँ टट्टी आएछ कि पादेर झन्डै म मरेन। यहाँ नि नि म्याडमलाई टट्टिएर साह्रो परेर ओइ। अनि जस्तो घर पुगेको त्यस्तै पुच्यो त टट्टिएर साह्रो परेको रहेछ। केरा घारीभित्र साइडमा गएर लुकेर हग्दैछ शरम लागेर। हाम्रो चाहिँ डगीहरू सबै त्यस्तै छ, शरम मान्छ लुकेर हग्छ हो। त्यसपछि चाहिँ हामी बेलुका मोमो बनाएर खायो। सबैजना फ्यामिली मिलेर मोमो बनायो। अनि अचारहरू मैले बनाएँ, नानाले आँटा मुस्यो, प्याज काट्यो। फ्यामिलीहरू सबै यसरी मिलेर मोमो खानु कति रमाइलो लाग्छ है, स्पेसली विन्टरमा। अनि मोमो चाहिँ फाइनली पाक्यो गाइस। सुप हो, अचार। अनि मैले सबैलाई सुप र मोमोहरू ल्याइदिएको थियो टेबलमै। अनि यो चाहिँ नानीले खाएर कस्तो लाग्यो, मिठो भयो अरे। अनि त्यही भएर मिठो नभए यति नै हो गाइस आजको लागि। बाइ बाइ।